जुन दलले हैन 2/3 को नजिकमा बहुमत ल्यायो र 60 को आसपासमा समानुपातिक तपाईको चाहिँ नि सांसदहरू पायो। त्यत्रो सांसद पाउँदाखेरि पनि एकैजना लिम्बुलाई पनि एकैजना राईलाई पनि सांसद बनाएन। त्यस्तो मान्छेहरू जो मान्छे त्यो दलको आफ्नो धारणामै के छ भन्दाखेरि प्रदेश खारेज गर्ने भन्ने छ है। फेरि मैले दोहोऱ्याएँ, यस्तो एउटा दल जुन दलले 2/3 नजिकको बहुमत पायो, 60 को आसपासमा समानुपातिक तपाईको चाहिँ नि हैन सिट पायो र पनि एकैजना मात्रै पनि लिम्बू समुदायको सांसद बनाउन सकेन, एकैजना पनि राई समुदायको सांसद बनाउन सकेन, चाहेन। र त्यो दल जुन दलले प्रदेश सभा खारेज गर्ने हैन संघीयता खारेज गर्ने घोषणा गरेर आफ्नो महाधिवेशनमा तपाईको चाहिँ नि त्यो खालको धारणा नीति कार्यक्रम अगाडि सार्छ, त्यो दल को सांसदले आएर हाम्रा लिम्बू तपाईको चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ लिम्बुवान राज्य दिने भन्ने चाहिँ नि घोषणा गर्छ है। यो कतिसम्मको तपाईको चाहिँ नि विश्वसनीय कुरा हो मित्रहरू। मुखले ठिक्क पार्दैमा व्यवहारबाट थाहा हुन्छ, मुखले ठिक्क पार्दैमा सबैजनाले हैन त्यसैलाई ताली बजाउनुपर्छ भन्ने छैन। र केही बाठा टाटाहरूले चाहिँ के छ भन्दाखेरि श्रम संस्कृतिलाई अब अघि बढेको हेर्न चाहनुहुन्न। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो एउटा फुट ल्याइदियो भने शक्ति कमजोर हुन्छ भन्ने एउटा चाहिँ त्यो के भन्दाखेरि डिभाइड एन्ड रुलको फर्मुला यहाँ लागू भएको छ। यो बुझ्नका लागि म सम्पूर्ण सम्बन्धित साथीहरूलाई म भन्न चाहन्छु, सम्बन्धित समुदायलाई भन्न चाहन्छु, जसले संघीयता नै खारेज गर्नुपर्छ भनेर चाहिँ आइरहेको छ हैन आफ्नो आधिकारिक नीति तथा कार्यक्रममा, त्यो तपाईको घोषणा गरेर हिँडेको छ महाधिवेशन मार्फत। त्यो मान्छेले लिम्बुवान राज्य दिलाइदिने भन्ने खालको अभिव्यक्ति हैन तपाईको चाहिँ नि दिन पाउँछ पाउँदैन, कतिको आधिकारिकता हुन्छ त्यो धारणा त्यो दलको धारणा हो या त्यो व्यक्तिको धारणा हो है। मैले फेरि पनि भने एकजना पनि लिम्बूलाई समानुपातिक सांसदमा लगेन, उसले एकजना पनि राईलाई लगेन। र महाधिवेशन हुँदाखेरि केन्द्रीय समितिमा पनि एकैजना पनि लिम्बू र राईको समुदायबाट चाहिँ हैन सदस्य बनाइएन, केन्द्रीय सदस्य। त्यस्तो दलले अब हैन बुझिन्छ डिभाइड एन्ड रुल हैन श्रम संस्कृतिको शक्तिलाई डिभाइड कसरी गर्न सकिन्छ भन्ने एउटा फुटको तपाईको चाहिँ नि बिउ रोपिएको छ।